म दुखीलाई पनि के हो साथीहरू हेर्नु न आज चाहिँ घरमा खसी काटेको अनि मेरो हजुरआमा सासूलाई चाहिँ आज मटन बिरयानी खानु मन लाग्यो अरे अस्ति चिकन बिरयानी पकाएको मिठो भयो अरे आज चाहिँ यो सिङ्गै फिलाको मटन बिरयानी पकाए भन्नुभयो है अब खसी काटेको बेलामा अब हजुरआमाले अब 97 वर्ष पुग्नु भएको हजुरआमाले खान्छु भनेपछि नबनाउने त कुरे भएन है अनि चट्ट त्यो फिलालाई काटे एउटा सिङ्गै फिला लिएर काटे चटचट अलिक ठुल्ठुलै पिस पार्नु पर्यो भनेर चट्ट ठुल्ठुलै पिस पारेर चट्ट लाएर काटे है हेर्नु चट्ट मासु पनि काटे हड्डी चाहिँ मैले छेस्की चाहिँ निकालिदिएँ क्या पछि खानामा आयो भने त फेरि घाँटीमा गएर तेर्छु भने त गाह्रो हुन्छ अनि चट्ट लाएर मैले त्यो लङ ग्रिन चामल पनि ल्याएर राखिरहेको थिएँ अनि त्यो चामल चट्ट लाएँ छोरालाई चाहिँ भाइ ठुलो कुकर लिएर आइज भनेको त्यसले पनि चट्ट कुकर लिएर आयो ल मम्मी अस्ति चाहिँ मलाई राखिदिनु भएन बिरयानी मैले खानु पनि पाइनँ योचोटि चाहिँ मलाई राखिदिनु है म एकदम मजाले आज चाहिँ टन्न खान्छु भन्दै थियो ल ल भने यता कान्छी नन्द अनि जय पनि आउनु भएको थियो है अनि यता बहिनीले पनि लसुन ससुन केलाउनलाई सघाउँदै हुन्थ्यो अनि चट मैले पनि प्याज काटेँ है अनि यता मिस्त्री अङ्कलहरू पनि काम गरिराख्नु भएको छ हेर्नु मेरो दोकानको लागि यहाँ कोठा पनि रेडी भयो यो चाहिँ अचार बनाउने कोठा हो अगाडि चाहिँ दोकानको कोठा है अनि म चाहिँ यता चट्ट कुकर तातेपछि सर तोरीको तेल हालेँ माथिबाट अनि चट्ट मेथी पड्काएँ जिरा पड्काएँ जुवानो पड्काएँ सर अब पड्काउनै पऱ्यो नि है अनि त्यसपछि आज चाहिँ बटर बिरयानी खानु पाइने हो भने नन्द भाउजू नाच्न थाल्यौँ है अनि तेजपत्ता लगाएँ ल्वाङ हालेँ अलिकति सुकमेल हालेँ अनि चट्ट लाएर माथि एउटा प्याज पनि लगाइदिएँ है अनि लाएर चट्ट अब त्यो प्याज रातो रातो हुने गरी खराएँ अनि अलिकति प्याज चाहिँ मैले बटुकोमा निकालेँ यो प्याज चाहिँ म केमा हाल्छु भनेर लास्टमा देखाउँछु है हजुरहरूले भिडियो फुलबात गरेर हेर्नुपर्ने हुन्छ है त अनि त्यसपछि चट्ट लाएर हेर्नु है मैले यसरी बेसार लाएँ अब प्याज रातो भएर खरिसकेको छ अनि त्यसपछि चट्ट लाएर त्यो मासु हालिदिएँ माथिबाट आरीमा मैले काटेर राखेको थिएँ नि त ठुल्ठुलो पिस पारेको थिएँ क्या बिरयानीमा चाहिँ ठुल्ठुलो पिसै खानु मजा आउँछ क्या है अनि चट्ट लाएर मजाले त्यो मासुलाई चलाएँ अब यता मसला पिस्नु पऱ्यो भनेर चट्ट अदुवा हालेँ लसुन हालेँ है अनि ट्याक्क लगाएर गरम मसला पनि लाउनु पऱ्यो अब खसीको मासु गरम मसला बिना त कहाँ स्वाद आउँछ है चट्ट गरम मसला लाएँ अनि ट्याक्क लगाएर जिरा हालेँ है जिरा सर हालेँ ल हेर्नु अनि त्यसपछि अब स्वादअनुसार नुन लाउनु पर्यो नुन लगाएपछि अझ मजाले पानी निस्केर भुटिन्छ भनेर चट्ट लगाएर नुन लगाएँ कान्छीले पनि हेर्दै हो भाउजू कस्तो हेर्दै अहिले नै खाउ भइसक्यो त हौ छिटो पकाउनु भोक लागिसक्यो भन्नु थाल्यो ल भने अनि यता हजुरआमा आएर बिरयानी पाकेन खोइ कत्रो बेर लगाएको तैँले त पकाउनु भने भन्न थाल्नुभयो अनि पाक्दैछ हजुरआमा पाक्दैछ अनि यो कराईमा चाहिँ के उसेन कस्तो रातो रातो भन्दै थियो त्यो टमाटर हो अचार खानु पर्यो नि त चटनी कपी भनेर भनेको ए ल भन्दै हजुरआमा आज बिरयानी खान पाइने भयो खसीको भन्दै नाच्नु थाल्नुभयो है अनि त्यहाँबाट म पनि पकाउनु थालेँ है अनि यता बाहिर आएर पनि हजुरआमा त सङ्गिनी गाएर नाच्न पो थाल्नुभयो सङ्गिनी गाउन थाल्नुभयो हेर्नु न है कस्तो मजाले गाउनुहुन्छ क्या फेरि हाम्रो हजुरआमाले सङ्गिनी चाहिँ है गाएर धेरै जुन दिन चाहिँ मन फुरुङ्ग खुसी भएको हुन्छ है त्यो दिन चाहिँ सङ्गिनी गाएर मजाले नाच्नुहुन्छ क्या हजुरआमा अब बुढाबुढी र केटाकेटी उस्तै हुन्छन् अरे भनेको साँच्चै क्या है अनि त्यसपछि चट्ट चामललाई पनि भिजाएँ यता मासु पनि भुटिँदैछ है सर लाएर हेर्नु अनि अघि पिसेको मसला पनि चट्ट लगाइदिएँ धुलो मसला पनि लगाइदिएँ अनि त्यसपछि धुलो खुर्सानी पनि चक्क लगाइदिएँ थोरै काश्मिरी लाल मिर्च पनि लगाइदिएँ अलिअलि कलर आओस् भनेर है अनि त्यसपछि बुढो आएर के बुढी के पाक्दैछ भनेको आज त मटन बिरयानी हो खसीको मासुको भनेको बाई गड आज मटन बिरयानी खानु पाइने भन्दै खुसी भएर मलाई बोकेर हेर्नु म त रिस उठेर खेदाइदिएँ नि है चट्ट लाएर अनि बुढो पनि उहाँ मुख बिगार्दै हेर्नु न मुख पनि के हो क्या त्यस्तो है अनि चट्ट लाएर यता छोरा आयो अनि जा बाबु यो टमाटर पिसेर ले त भनेर त्यसलाई टमाटर पिस्न लगाएँ है चट्ट लाएर टमाटर पनि पिसेर लगाइदिएँ किनकि यो पिसेर लगाएको टमाटरको चाहिँ चोक्टा चोक्टी रहँदैन है रसमा मजाले लाग्छ क्या अनि यो त्यतिकै काटेको टमाटर चाहिँ गल्दैन अचेलको टमाटर के खालको क्या है अनि हेर्नु दामी भइसक्यो मासु हेर्दै अहिले नै खाउ लाग्ने भइसक्यो है दामी भइसक्यो अनि अब यता चामलको पानी तराउनु पर्यो अब चाहिँ मसला पनि पाइसक्यो भनेर सर माथिबाट चामल लगाइदिएँ है हजुरहरू कुन तरिकाले कसरी पकाउनुहुन्छ यो चाहिँ मेरो स्टाइल है अनि चामल लगाएपछि अघि मैले त्यो रातो बनाएर निकालेको प्याजलाई माथिबाट सट्ट छरिदिएँ एकदमै राम्रो हुन्छ क्या यसरी हालेको चाहिँ बास्ना आउँछ है अनि चट्ट पानी लगाइदिएँ जति माथि त्यो चामल पाक्छ त्यति चामलमा पानी लगाइदिएँ मैले नचलाइकन बिर्को लगाएँ यसो गर्दाखेरि चाहिँ त्यो खाना चाहिँ ढुट्टिँदैन क्या है चलायो भने चाहिँ तल मुनि गिलो हुन्छ कि अनि छोरा आएर ल म जस्तो नाच्नु त भन्दै मलाई नाच्न सिकाएको तँ जस्तो त मलाई नाच्ने आएन रु तै जान मलाई त आउँदैन है भन्दै त्यसलाई पनि पछाएँ अनि अर्को यता
मिस्त्री दाई हुन्थ्यो एकजना खसीको मासु खानुहुन्न रहेछ क्या अनि फेरि कुखुराको मासु खाने भनेर 2टा फिला ल्याएर त्यो अब बिचरा सबै बिरयानी खाएपछि अब दाजुलाई चाहिँ एक्लै के अरू पकाइदिनु भनेर दाजुलाई अर्को सानो कुकरमा कुखुराको बिरयानी पकाइदिए है अनि अब बिरयानी पाकेर पनि रेडी भइसक्यो मौसम पनि कालो मैलो भइरहेछ यता पानी पर्ला जस्तो भइरहेछ है अब सबैले एकैचोटि खाने हो भनेर टक्क लाएर भएभरको घरको थाली प्लेट सबै भेला पारे अनि सबैजनालाई पस्किदिए अनि आदित्यलाई पनि लैजाला बाबु अब सबैजना मिलेर लानुपर्छ है भनेर यता बहिनीले पनि लगिदिनु भयो आदित्यले पनि लग्यो मैले पनि लगेँ है अनि सबैजनालाई दियौँ यता मिस्त्री अङ्कलहरूलाई पनि चट्ट लाएर दियौँ है अनि अङ्कलहरूले पनि मजाले खान थाल्नुभयो है अनि त्यसपछि यता बुवालाई हजुरआमालाई ज्वाइँलाई भान्जालाई है बहिनीलाई सबैजनालाई दियौँ है अनि चट्ट लाएर सबैजनाले खान थाल्नुभएको दामी मिठो भएछ हौ यो मटन बिरयानी त लास्टै मिठो हुँदो रहेछ भन्दै ज्वाइँले पनि गम खान थाल्नुभयो यता बुवा पनि खान थाल्नुभयो हजुरआमा त पनि खान थाल्नुभयो है सबैजना अनि अब बिरयानीसँग चट्ट लाएर चिसो पनि भनेर डिउ पनि ल्याएर खान थाल्यो यता जिरेले पनि गम खान थाल्यो है तातो भयो अरे त्यसलाई चाहिँ फेरि है अनि हेर्नु न छाला मजाले टोकी खाँदैछ अनि अब सबैलाई थपी पनि दिएँ है अलिअलि त थपी पनि दिनु पर्यो होइन चट्ट लाएर अनि त्यसपछि सट्ट थपिदिएँ अनि यता ज्वाइँलाई पनि यता बहिनीलाई पनि थपिदिएँ सबैजनालाई थपिदिएँ ट्याक्क लाएर यता आदित्य पनि आएर खान थाल्यो है गम है फेरि हाम्रो घरमा चाहिँ खसीको मासुहरू सबैजनाले खान्छौँ सबैलाई मनपर्छ के है अनि हेर्नु न अब त्यही माथि यो बिरयानी त झन् सबैलाई मनपर्ने भइ नै हाल्यो त्यसै पनि है अनि यसरी सबैजनाले गम यता आरुसेले पनि खान थाल्यो है अनि बुढोलाई दिनु पर्यो भनेर आएको त भगवान् बुढोले त कति खेर थालमा हालेर गम पो खान थालिसक्नु भएको रहेछ के भन्नु हौ मेरो बुढोलाई त अनि अड्केर फेरि ठोक्नु पर्यो